कस्तरी साइरन बजाइरहेछ मान्छे के भइरहेको होला भित्र त्यहाँ या लिन गइरहेको हो कि के हो के भन्ने कि अब यस्तो जाममा एम्बुलेन्स फसेपछि के गर्ने अब एम्बुलेन्सलाई नि पहिला जान दिनुपर्ने हो खासमा कस्तो टाइममा पर्यो यार वाइल्ड जाम भइरहेको रहेछ मान्छेहरूले के गरिरहेछ यार कस्तो जहिले पनि आफ्नै जबरजस्ती जाम गरेपछि कहाँबाट हुन्छ भने कहिले पनि सुध्रिँदैन कि यहाँको जाम अनि त्यसपछि जाऊ न जाऊ 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 ल अब यसलाई जान दिउँ लेफ्टबाट ओभरटेक नगर्यो होइन यसरी जान्छ के सबैजना आफ्नो लाइनमा बस्नु छैन लेनमा बस्नु छैन जबरजस्ती जान्छ अनि जहिल्यै जाम के यस्तो इन्टरसेक्सनहरूमा जङ्सनहरूमा जहिल्यै जाम जति थोरै ट्राफिक भए पनि जाम हुन बेड लाग्दैन ल हेर्नुहोस् अब यो स्कुटर हेर्नुहोस् न ही निड्स टु वेट म्यान शिट पख you need to wait man you need to wait हेडलाइट उसको हाई बिम हेर्नुहोस् अब हेर्नुहोस् बाटो खाली त अलमोस्ट खाली नै छ अपोजिट लेन युज गर्न पाएँ होइन अब हेर्नु लेफ्ट जानुलाई होइन म स्पिड घटाएँ लेफ्ट च्याप्यो ओहो हाई बिम यो मान्छेको लेफ्ट च्याप्यो है सिग्नल दिइरहेछ बिस्तारै यहाँ पनि बिस्तारै स्पिड घटायो जङ्सनहरूमा सधैँ स्पिड घटाउनुहोस् बाटो देख्यो भने म छिटो जान्छु ओभरटेक गरेर बाटो खाली हुनु पर्यो ए जाऊ न जाऊ कस्तो बिस्तारै गएको यो मान्छे घटायो फेरि है अब यहाँ सिग्नल खासै दिनु पनि परेन है अब के बाटो त खाली रहेछ राइटबाट ओभरटेक गर्दै जाउँ सकेसम्म होइन अब सकेसम्म राइटबाट ओभरटेक गर्नु पर्यो हामी लेफ्ट लेन ड्राइभिङको मान्छेहरू है अब यो गाडीले लेफ्ट च्यापेको ठिक छ भेरी गुड है अलिकति च्यापेको पुगेको छैन भन्छु म चाहिँ लेफ्ट च्यापेको के लेफ्टमा ठाउँ दिनु हुँदैन स्कुटरहरू त्यो स्कुटरको हाई बिम आउँछ हेर्नुहोस् ल हेर्नुहोस् म देखाइदिन्छु तपाईँहरूको ए होइन छैन आइम सो सरी गाइज हाई बिम आउँछ भन्ठानेको क्या मैले एकैछिन सो सरी है मिस्टर 8662 आई डिन्ट मिन टु से तपाईँले हाई बिम अन गरिरहेछ सो सरी मैले चाहिँ तपाईँको हाई बिम आउँछ जस्तो लाएर मात्र भनेको हो अब यो बसले अलि लेफ्ट सकेसम्म लेफ्ट च्याप्दै जानु पऱ्यो होइन ठिक छ इज डुइङ गुड मैना चेक स्पिड घटायो बढायो सिग्नल दिन थाल्यो लेन चेन्ज गर्यो है अब यो गाडी एउटा लेनमा बस्नु पऱ्यो नि होइन र कम अन म्यान स्पिड घटायो
दुईटा लेनमा भयो क्या यसरी मान्छेहरूले गाडी चलाइदिन्छ क्या अनि राम्रो होइन क्या त्यो कुरा You have to be in one lane यार कमसे कम हुन्छ नि ट्राई त गर्नुपर्छ नि हेर्नुहोस् अब लेफ्टको लेन खुल्ला छोडिदिनु पर्यो होइन भनेपछि तपाईँले त्यहाँ अगाडि हरियो लाइट नभएसम्म यो लेनलाई कमसेकम खाली छोडिदिनु खोज्नुपर्छ आफ्नो लेनमा बस्यो होइन अब यहाँ अब खै अब के भन्ने अब मान्छेहरू यो लेनमा पर्ने एकजना पनि बसिरहेछ भने क्या होइन मैले भनेको चाहिँ यो फर्स्ट लेन भयो यो सेकेन्ड लेन भयो होइन यो लेन लेफ्ट जानलाई हो क्या अनि यो लेफ्ट जाने लेन भनेको त्यहाँ हरियो बत्ती नबजेसम्म सिधा जाने भयो यो लेनमा गएर अरूहरूको बाटो छेक्नु भएन भनेको के ट्राई गर्नुपर्छ भनेको क्या ट्राई नै नगरेपछि कहिले सुध्रिन्छ यार हाम्रो जाम यार ऊ ल हेर्नुहोस् यहाँ फस्यो जान थाल्यो जस्तो छ जम्न के भइरहेको छ यार सिधा जानेहरूलाई मोड्नेहरूले बाटै छोड्दैन जबरजस्ती मोडिदिन खोज्छ यार ल हेर्नुहोस् त्यहाँ यसरी रोकिन्छ क्या सरकारी गाडीहरूलाई चलाउनै आउँदैन मुल्लाहरू right here let's go चेक अब हेर्नुहोस् यहाँ लेफ्टबाट ओभरटेक नगर्ने होइन भनेपछि म यो बसको लेफ्ट साइडबाट नगइकन बस्यो भने यहाँ अरूहरूले राइटबाट ओभरटेक गर्छ विच इज गुड तर मलाई राइटबाट ओभरटेक गरेर जानु छ सो आइम गन गो एन्ड ओभरटेक दिस गाई फ्रम हिज राइट ह्यान्ड साइड है अब यहाँ लाइन नकटिकन बस्ने आफ्नै साइडमा बस्यो उनीहरू अलिकति बाटोमा परेछ तर इट्स नट ब्याड तर अलिक पर्नु भएन ऐना चेक ऐना हेऱ्यो हेर्नुहोस् म छुट्टै लेनमा छु होइन सो आइएम ओभरटेकिङ फ्रम द लेफ्ट साइड नि होइन छुट्टै लेनमा यसो कि अब दुईटा लेनमा छ यो गाडी वेयर इज गोइङ स्ट्रेट गइरह कि लेफ्ट गइरह मलाई हेर्नुहोस् अब यो मान्छे बिस्तारै गइरहेछ होइन इज अन द राइट साइड अफ द लेन लेफ्ट गएर ठिक छ हाइबिम बालेर बाटै नदेख्ने हुन्छ क्या कहिलेकाहीँमा हाइबिम नबाल भनेर कसरी बुझाउँ जस्तो हुन्छ कि यो हाइबिम भनेको यो निलो बल्ने बत्ती होइन यो आँखामै पर्छ क्या अरू अपोजिट साइडबाट आउनेहरूको आँखामा परेर उनीहरूले बाटो देख्दैन मान्छेलाई हिर्काउला खाल्टोमा छिर्ला यताउति होला सो हाइबिम बाले नगर्नुहोस् हाइबिम भनेको यो निलो बत्ती यो स्विच यो तपाईँले बाले गरेर चलाउनु हुँदैन लेफ्टबाट ओभरटेक नगर्ने होइन यो बसले झन् सिग्नल दिएर खै अघि निभाउन बिर्स्यो कि के हो तर एनिवे अब सिग्नल दियो है सिग्नल दियो राइटको सिग्नल मेरो अन भइसक्यो अब हेर्नुहोस् यहाँ अलिक बिस्तारै चलाइराख्नु भएको छ बिस्तारै धेरै बेसरी पनि नकुदाम वान लेनमा पनि खासमा होइन राइट लेन भनेको चाहिँ फास्ट लेन नै हुन्छ क्या तर अब नेपालमा टेम्पो जस्तो बिस्तारै चढ्ने गाडीहरू भएको कारणले कहिलेकाहीँ त्यस्तो गर्न मिल्दैन सिग्नल बाल्यो मेरो अन छ है सिग्नल राइट जाने लेनमा छु म राइट गएर लेफ्ट जाने लेनमा छु ल राइट गएर लेफ्ट जाने लेनमा होइन म उता रङ्गशालातिर जाँदैछु अब मैले सिग्नल बाल्न थाल्नु पऱ्यो फेरि लेफ्टको सिग्नल बलिसक्यो मेरो है अब यो गाडी पनि लेफ्ट जानु लाग्छ अब यो गाडीलाई राइटबाट ओभरटेक गरेँ ठिकै छ यो गाडी कहाँ जान्ला हो लेफ्ट कि राइट कम अन म्यान सिग्नल दिँदैन यार गाडी मात्र चलाएर भएन नि यार छिटो जाऊ दिस गाई इज गोइङ टु स्लो अन द राइट लेन यो मान्छे धेरै ढिला गइरहेछ यो राइट लेनमा हुनलाई होइन चेक हाइबिम छ यो मान्छेको कम अन म्यान बाटै देख्दैन के कहिलेकाहीँ अनि राइटबाट सकेसम्म ओभरटेक गर्दैछु म
स्पिड घटायो। अब हेर्नुहोस् त्यहाँ अगाडि टेम्पो राइट लेनमा बिस्तारै गइरहेको छ होइन, उसले गर्दा सबैजनाको स्पिड घटिरहेको छ क्या। उसलाई यसरी राइट लेनमा बस्न दिनु हुन्न क्या खासमा, यो धेरै बिस्तारै गयो कि। यहाँ हेर्नुहोस् अगाडि कतिको ग्याप छ यहाँ यत्रो। होइन चेक check, oina check. स्पिड घटायो है, स्पिड घटायो। राइटबाट ओभरटेक, यो गाडी दुईटा लेनमा छ क्या। अब हेर्नुहोस् अब म राइट जाने लेनमा होइन, अब खै अब कहाँबाट ओहो यो गाडी आइरहेछ यहीँ छ। ल अब म आफ्नो लेनमा गएर बस्नु पऱ्यो होइन, ठाउँ खाली ठाउँ कहाँ छ खोइ। ल यहाँ छ, ल खाली ठाउँ यहीँ बस्छु ल म। ओ शिट, सरी सरी सरी, केही भएको छैन, केही भएको छैन दिदी, सो सरी है, छोयो मात्रै, केही भएको छैन। ल आफ्नै लेनमा बस्नु पऱ्यो, यहाँ लाइन काट्नु भएन होइन। ट्राफिक स्टप, ल जानु दियो। अब यो लेन काटेर जानु खास पाउँदैन होइन, अब गयो अब के भन्ने। अब दिस इज वाट लेन डिसिप्लिन मिन्स क्या। उता खाली छ भन्दैमा लाइन काटेर जानु भएन नि भनेको क्या होइन। अब हुन त खोइ अब कुन चाहिँ लेन कताको हो नै थाहा नहुने गरिकन पेन्ट गरेछ न। यो त खास उताबाट आउने लेन होइन र भने। यो गाडी लेफ्ट आउन लागिरहेछ, मासलाई के भन्ने क्या। यसरी लेफ्टबाट गएर कहाँबाट हुन्छ भने गाइस। लेफ्टबाट ओभरटेक यसरी नगर्नुहोस् है, यो बाइक गयो भने त्यस्तो नगर्नुहोस् भनेको क्या। गाडी लेफ्ट च्यापेको पुग्दैन नेपालमा धेरै जस्तो गाडीहरूले। हाइबिम हाइबिम उसको हाइबिम आउँछ हेर्नुहोस्, त्यहाँ निलो बत्ती बलिरहेछ। हाइबिम बालेर हिँड्नु हुँदैन अनि उसले उसले गर्दा अपोजिट साइडबाट आउनेको आँखामा पर्छ। त्यो मान्छेको पनि हाइबिम आउँछ। म सकेसम्म लेफ्टको लेनबाट जान खोज्दैछु, सिग्नल दिइरहेछ यहाँ ट्याक्सीले पनि। यो कहाँ जान्ला हो, सिधा जान्ला हो कि कहाँ हो। कमान लेट्स गो लेट्स गो। हाइबिम अन गरेर हिँडेको छ, भनौँ कि नभनौँ मलाई अब भनेर मलाई हिँड्नु खोज्यो भने छेउमा भन्छ। सिग्नल अन छ अघिदेखि है, न त यहाँ दुईवटा लेनले राइट जान मिल्छ नि त। त्यो मान्छे पनि हाइबिङ आउँछ। जान देऊ न, जान देऊ पहिला जान देऊ। यो गाडी के गरिरहेको छ यो जिएस। ल आफू मात्र पेली जान खोज्छ क्या नेपालीहरू। म चाहिँ कसम भने अलिकति ठाउँ छोडिदिएर होइन कस्तो सजिलो हुन्छ क्या। पेली जान खोज्छ, जोब पनि क्या हुन्छ नि। यहाँ नेपालमा बिगेस्ट प्रब्लम नै त्यही हो क्या, जोब पनि आफू मात्रै जाउँ न। ल यसलाई अब लेफ्ट जानु खोजिरहेछ, लेफ्ट जान दिउँ। अब यो गाडीले जान दिँदैन, यस्तै हो। बस दुईवटा लेनमा छ, यहाँ अर्को बस घुमाउँदैछ। अब के गर्नुपर्छ भने यहाँ गएर यसरी यहाँ ठाउँ छोडिदिएर अनि त्यसपछि यो गाडीको हाइबिम हुन्छ, यसलाई हेडलाइट क्लिक 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 गरेर तपाईँको हाइबिम निभाउनुहोस् भनेर अनि जान दिएर अनि जानुपर्छ हामीहरू यसरी। स्पिड घटायो। राइट जाने लेन खाली छोडिदिनु पऱ्यो होइन। यहाँ राइट मोड्नलाई मान्छेहरू यहाँ कुरिरहेको हुनसक्छ होइन।
हेर्नुहोस् अब हुन त भारी बोकेर बाटो काटिरहेको रहेछ। अब आकाशे पुल किन युज गरेन भन्दाखेरि सरी मैले भारी बोकिरहेको थिएँ भने अनि बिचारा त्यस्तो लाग्छ। 5 seconds 4 seconds 3 seconds 2 seconds 1 second fucking hell bro। अब नजाम अब गुड यो गाडी गएन राम्रै भयो अब कुर्ने अब। ओहो यसले हाइबिम बालेर आएको होइन त। 6 seconds 5 seconds 3 seconds 2 seconds 1 seconds 4 seconds भन्न बिर्स्यो। लेट्स गो अब उनीहरू हेर्नु न ऊ गप्पो गइ गर्छ क्या स्योर रेड लाइट बलिसक्यो ऊ त्यो गाडी आयो हेर्नुहोस्। ओ माई गड जबरजस्ती चलाउँछ म्यान अनि घन्टाको जाम हुँदैन। ल लुक एट दिस गाई म्यान यु अलमोस्ट ट्राई टु गो दिस गाई पनि तनी गर्ल पो रहेछ मान्छे बाटो काटिरहेको छ हेर्नुहोस्। हाइबिममा यसरी मेरो आँखामा पऱ्यो भने मैले यो मान्छे कसरी देख्ने। कहाँनिर एरो बल्छ पनि थाहा छैन यार मलाई त यहाँ साँच्ची भन्ने भयो। यता बल्छ जस्तो लाग्छ है त्यहाँ पनि हुनसक्छ आई डोन्ट नो। लेट्स सी 3 seconds भयो त्यहाँ अब के हुन्छ। त्यहाँ रेड लाइट हुन लाग्यो यहाँ के हुन्छ यहाँ ग्रिन हुन्छ कि हुँदैन खै कता हो खै एरो खै अल्ल जम एरो बल्ने यहाँ रहेछ। अब यहाँ बाइक कता पार्क गर्ने पार्क गर्नलाई अलिकति यहाँ पार्क गरेर जान्छु ल म भइहाल्यो। के को हुल हो यस्तो मेरो बाइकले गर्दा झन्न बाटो त छेकेको छैन होला नि। अब गइरहेको ट्राफिकलाई जान दिनु पर्यो होइन। अब त्यहाँ खाली भयो यहाँ पनि खाली भयो ल जाउँ। बाइक गइरहेको छ एउटा बाइक जान दिउँ। अब मेरो बाटो यो बाइकलाई राइटबाट ओभरटेक गरेँ होइन म। मेरो सिग्नल बाल्यो ल हेर्नुहोस् यो मान्छेले राइट मोडेको हेर्नुहोस् यो मान्छेले हाई बिम यो अरूहरूको हाइबिम आँखामा पर्दा तपाईँले आफ्नो हाइबिम यसरी प्लिक गर्न सक्नुहुन्छ क्या होइन। आजकलको यो कतिवटा बाइकहरूमा यो पासिङ लाइटको बटन छैन तर हुनुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। हाइबिम आँखामा पर्छ होइन कहाँबाट यो बटन स्विच गर्दा अप्ठ्यारो हुन्छ क्या त्यही भएर पासिङ लाइटको चाहिँ स्विच हुनुपर्छ भन्छु क्या म चाहिँ। द्याट्स जस्ट मी। ओहो यो मान्छेको हाइबिम बालेर आउने धेरै मान्छे हुन्छ कस्तो भने अब कति कुरा त थाहा नै छैन भन्ने क्या। अब स्पिड घटायो बाटो अलिक सानो भयो। अब मैले सिग्नल दिन थालेँ स्पिड घटायो फेरि बाटोमा नपरिकन मोड्न लाग्छु म है। ल यो गाडी यो बाइकको पछाडि अब म लेफ्टको सिग्नल दिएँ फेरि सिग्नलै नदिकन हिँड्छमा के भन्ने क्या। अब सिस्टम छैन भन्छ आफूले गर्न सक्ने त गर्नु पर्यो नि भनेको नि। गरौँ भनेको के गर्नु पर्यो भने होइन गरौँ भनेको क्या मैले चाहिँ। बिचरा ट्राफिक पुलिसहरूको काम गाह्रो यार साँच्ची भने नि। ल गाह्रो भन्ने कि मान्छेहरूले गर्दा गाह्रो भन्ने हो। अब यु गाइज बी योर ओन जज। ल हेर्नुहोस् अब यहाँ मान्छेहरूलाई यहाँ बाटो ठ्याक्कै छेकिरहेको रहेछ। अब किन धेरै कुरा सिक्न बाँकी छ क्या नेपालमा। बाटो छेकिरहेको छ उनीहरूलाई गाह्रो भयो भने पनि। ल म अब यता बाटो नछेक्ने गरिकन रोकौँ भन्दाखेरि यहाँ बाटोमा अलिकति पर्ला जस्तो छ। ल अफ इन्जिन अफ ल जानिदियो हेर्नुहोस् अब यो सेतो गाडी होइन मोड्न लागेको छ। अब उसले आफ्नो पालो कुर्नुपर्छ होइन। निसुबै त्यहाँ ठाउँ खाली पाउनलाई। अब यहाँ अलि नेपालमा चाहिँ अलि त्यसरी चलाउन अलि मान्छेहरूले रोकिदिँदैन होइन। सो आएर न म्यान धेरै बडी बोले जस्तो पनि लाग्छ क्या। त्यही भएर पनि म आजकल भिडियोहरूमा कमेन्ट्री दिएर आउँदिनँ क्या यो मान्छे बडी बोल्ने रहेछ। तल्ल कमाएको फलोवर्स पनि बिस्तारै घट्यो होइन। फोहोर यहाँ सलिड लाइन छ यहाँ। यु गाइज अन द
अरूको बाटोमा पर्यो ब्रदर सिस्टर दाजुभाइ दिदी बहिनी हजुरबा हजुर बजे ल अब यो गाडीलाई जानु दिउँ यो गाडीलाई जानु दिउँ जाऊ 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 लेट्स गो लेट्स गो लेट्स गो ल हेर्नुहोस् उताबाट आइदिएर यहाँ अप्ठ्यारो भएर हुनु हेर्नुहोस् अब त्यहाँ ठाउँ खाली भइसक्यो अब हिँडिसु गो लिटल फास्टर होइन अलिकति छिटो जानु पऱ्यो भनेको नि अब हुन त त्यत्रो डिस्टेन्स त छैन तर मैले हेर्नुहोस् पिक पिक गरेर मलाई जानु देऊ भनेर छु यहाँ उसले हेरेकै छैन त्यो स्कुटर आफ्नै स्पिडमा छ उयो अगाडिको स्कुटर हेर्नुहोस् हर्न देऊ न हर्न देऊ ल हेर्नुहोस् अब 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 पक्नुहोस् है अब यो बसले रोक्यो ल भेरी गुड म्यान यो मान्छेले राम्रो चलाउने रहेछ हेर्नुहोस् यो गाडीको अगाडि कति खाली ठाउँ छ यो कति बिस्तारै गइरहेछ हेर्नुहोस् त्यो मोसन डिटेक्टर हाले क्या यार हेर्नुहोस् अब सिधा गइरहेको ट्राफिकलाई पहिला जान दिएर अनि ठाउँ पाएपछि मैले मोडेँ ल एनिवे गाइज म यो आज सन्डे आज नै म अपलोड गर्न खोज्छु तर आई डोन्ट नो है लेट्स सी के हुन्छ थ्याङ्क्स फर वाचिङ द है गाइस